शान्त र सुरक्षित स्थान लुज्नुहोस्। आरामदायी आसनमा बस्नुहोस् वा सुत्नुहोस्। मेरुदण्ड सिधा तर शरीर ढिलो राख्नुहोस्। अब बिस्तारै आँखा बन्द गर्नुहोस्। गहिरो सास लिनुहोस्। केही क्षण रोक्नुहोस् र बिस्तारै सास छोड्नुहोस्। यसरी 3-4 पटक सास प्रश्वासमा ध्यान दिनुहोस्। अब आफ्नो ध्यान खुट्टाको औँलाबाट सुरु गर्नुहोस्। खुट्टा, पिनुला, घुँडा ढिलो र हलुका हुँदै गएका छन्। जाँघ, कमर, पेट पूर्ण रूपमा आराममा छन्। छाती, ढाड, काँध सबै बोझ छोड्दैछन्। हात, घाँटी, अनुहार शान्त र सहज छन्। तपाईँ सुरक्षित हुनुहुन्छ। तपाईँ शान्त हुनुहुन्छ। अब बिस्तारै आफ्नो ध्यान घाँटीतर्फ ल्याउनुहोस्। घाँटीको बीच भाग, कण्ठ क्षेत्रमा रहेको स्थानमा ध्यान दिनुहोस्। त्यही स्थानमा तपाईको विशुद्ध चक्र अवस्थित छ। यहाँ सास आउँदा जाँदा हल्का कम्पन वा न्यानोपन महसुस गर्नुहोस्। सास लिँदा नीलो वा आकाशे रङ्गको शुद्ध ऊर्जा घाँटीको बीच भागमा प्रवेश गरिरहेको कल्पना गर्नुहोस्। सास छोड्दा मनको दबाव, भन्न नसकिएका भावना, डर र अवरोध बिस्तारै बाहिर निस्किरहेका छन्। हरेक साससँग विशुद्ध चक्र अझ खुला, अझ स्पष्ट हुँदैछ। अब कल्पना गर्नुहोस्, घाँटीको बीच भागमा घुमिरहेको नीलो प्रकाशको चक्र छ। यो प्रकाश तपाईको बोली, सत्य, अभिव्यक्ति र सृजनशीलता सन्तुलित गरिरहेको छ। यदि यहाँ कुनै जकडन, दुखाइ वा अवरोध छ भने यो नीलो प्रकाशले बिस्तारै पगाल्दै शुद्ध गरिरहेको छ। तपाई स्वतन्त्र रूपमा आफ्नो सत्य व्यक्त गर्न सक्नुहुन्छ। अब मनमनै वा हल्का स्वरमा दोहोर्याउनुहोस्। म स्वतन्त्र रूपमा आफ्नो सत्य बोल्छु। मेरो आवाज महत्त्वपूर्ण छ। म स्पष्ट र शान्त रूपमा अभिव्यक्त गर्छु। म सत्य बोल्न सुरक्षित छु। मेरो विशुद्ध चक्र सन्तुलित छ। म आफूलाई इमानदारीपूर्वक व्यक्त गर्छु। यी शब्दहरू घाँटीको बीच भागमा गहिरो रूपमा बस्दैछन्। अब त्यो नीलो उज्यालो घाँटीबाट फैलँदै टाउको, छाती, हात हुँदै पुरै शरीरमा फैलिएको कल्पना गर्नुहोस्। पुरै शरीर शान्त, स्पष्ट र हलुका महसुस भइरहेको छ। तपाईको ऊर्जा स्वच्छ र स्वतन्त्र रूपमा बगिरहेको छ। अब बिस्तारै आफ्नो सासप्रति ध्यान फर्काउनुहोस्। आफ्नो शरीर यहाँ र अहिले महसुस गर्नुहोस्। जब तपाई तयार हुनुहुन्छ, औँला, हात, घाँटी हल्का चलाउनुहोस्। गहिरो सास लिनुहोस् र आँखा बिस्तारै खोल्नुहोस्। धन्यवाद। तपाईको आवाज स्पष्ट छ। तपाईको सत्य शक्तिशाली छ।